सबैलाई नमस्कार। एकजना आमाले आफूले भोगेको कुरा मलाई बताउनु भएको। म पहाडबाट तराई झर्नुभएछ। 2टा छोराछोरी अनि आमा बुढाबुढी भएर 4जनाको परिवार तर तराईमा झरेछ। अनि एकदम अभाव, केही पनि खान लाउन एकदम अभाव थियो। उहाँको श्रीमान चाहिँ गाडीमा सहयोगीको रूपमा हिँड्नु हुँदो रहेछ। अनि एकजना माइतीको दाइले आएर भन्नुभएछ, बहिनी तिमीहरूले अब यहाँ जग्गा किन्नुपर्छ भन्नुभयो। जग्गा किन्न त किन्ने, आफूसँग त केही पनि छैन, अब म कसरी जग्गा किनौँ भन्दाखेरि उहाँले भन्नुभएछ, तिमीले लगाएको यो सुन छ नि, यो बेच अनि सुन बेच अनि जग्गा किनौँ भन्नुभयो। अब सुनले त जग्गा आउँदैन, कहाँ बेच्ने के गर्ने मलाई त केही पनि थाहा छैन भने उहाँ दाइले नै हिँड म बेचाइदिन्छु अनि पैसा बनाइदिन्छु अनि जग्गा मै हेरिदिन्छु अनि किनौँ भन्नुभएछ। अनि जग्गा सुन बेचेर जग्गा पैसा भयो। त्यस पछाडि श्रीमानलाई भन्नुभयो, 2-4 दिन पछाडि श्रीमान आउनुभयो अनि उहाँले भन्नुभयो, अब त्यसो भएपछि ठिक छ नि त, जग्गा हेरौँ भन्नुभएछ। अनि उहाँ त अब सबै जग्गा हेर्नलाई अब पैसा त श्रीमानलाई दिनुभयो, जग्गा हेर्नुमा किन्नुभयो। अनि त्यो समय बित्दै गाड्दा 5-6 वर्ष पछाडि एकजना उहाँको देवर आएर यो जग्गा छोड भन्नुभएछ। अनि जग्गा छोड भन्दा अब मैले किनेको मेरो सम्पत्ति कसरी छोड भन्दा यो मेरो हो भन्नुभएछ। अब मेरो हो भन्दाखेरि कसरी तपाईँको हुन्छ, मेरो हो, मैले किनेको भन्नुभएछ। त्यसो गर्दा गर्दै 1-2 वर्ष बितेछ। त्यस पछाडि एक दिन छोराछोरी बढ्दै गएपछि केही कारोबारको लागि ब्याङ्कमा राख्नलाई जाँदाखेरि त आफ्नो नाममा त केही पनि रहेनछ सम्पत्ति। अब जग्गा जमिन त साँच्चै नै भाइको नाममा रहेछ। अब आफ्नो श्रीमानले कतिसम्म धोका दिनुभएको रहेछ भने उहाँको भाइलाई पहाडबाट बोलाएर उहाँको नाममा पास गर्नुभएको रहेछ। दाइले चाहिँ भाइको नाममा पास गर्नुभएको रहेछ। अब भाइको नाममा पास गरेपछि त्यो जग्गा जमिन सबै भाइको भयो। अनि अब त्यो सुन्दा त एकदम दुःख लागेको छ। अब पास गरिदिइसक्यो, उहाँको भइसकेपछि त के गर्न सकिन्छ र, होइन। अनि त्यसपछि त्यो भाइ चाहिँ अब जम्मा 8 कट्ठा जग्गा किन्नुभएको रहेछ। 8 कट्ठामा 4 कट्ठा दिन्छु भन्नुभएछ। अब उहाँको सबै थोक भएपछि त मेरो के लाग्यो त, अनि त्यही 4 कट्ठामा पनि हुन्छ नि त 4 कट्ठा मलाई दिनु भन्नुभएछ। त्यो पनि 1-2 वर्ष त्यतिकै अलमल्याउ दिनुभएछ, पास गरिदिनु भएन रहेछ। त्यो 3-4 वर्ष पछाडि फेरि 3 कट्ठामा झर्नुभएछ। अनि 3 कट्ठामा झर्नुभएछ, मान्दै मान्नु भएनछ। अब केही नलागेपछि त्यही 3 कट्ठा जग्गा लिनुभएछ आफूले 8 कट्ठा जग्गा लिएको, पछि आफ्नो भागमा त 3 कट्ठा मात्रै भएछ। यो श्रीमानले कति साह्रो त्यो श्रीमती अब अर्कासँग जान्छ भनेर हो कि किन हो त्यति विश्वास गरेर भाइको नाममा पास गरेर पछि यति दुःख भयो भने अहिले उहाँको श्रीमान चाहिँ भाइकै घर बस्नुहुन्छ अरे। अब उहाँ त अलिअलि छोराछोरीले पनि अब तैँले यसो गरिस् बुवाले भनेर अलिक गाली गरे होला।